नमस्कार, म आनन्द पोखरेल। तपाईहरुलाई एउटा सानो जानकारी दिन मन लाग्यो, त्यसैले यो भिडियो तयार पार्दैछु। नेपालमा मनसुन भित्रिसकेको छ। अस्तिदेखि लगातार पानी परेर केही ठाउँमा डुबान भयो भने धेरै केही ठाउँमा पहिरोहरू पनि गइरहेको अवस्था छ। कतिपय युट्युबरहरू अथवा चाहिँ मिडिया इन्फ्लुएन्सरहरूले के गरिरहेछन् भन्दाखेरि नारायणी नदीमा बाढी आयो भनेर विगतका वर्षहरूको भिडियो हालेर डलरको खेती गरिरहेको अवस्था छ। पैसा कमाउनको लागि यस्तो निकृष्ट सोच राख्ने मान्छेहरू देखेर दया लाग्यो। त्यसकारण मैले यथार्थ के हो त भन्ने विषयमा तपाईहरुलाई जानकारी दिनको लागि यो भिडियो तयार पार्दैछु। यो अहिले देखिएको नारायणी नदीको अवस्था हो। नारायणी नदीमा बाढी त आएको होइन भनेर भन्न मिल्दैन, किन भन्दा पुसमाको अवस्था भन्दा अहिले नारायणी नदी बढेको छ। तर यसलाई बाढी भन्ने अवस्था भने होइन, किन भन्दा अहिले नारायणी नदी बढेको भन्दा धेरै ठुलो भएर बाढी आउने अवस्था छ। अहिले आएको बाढीले नदी तटीय क्षेत्रमा कुनै पनि नागरिकहरूलाई क्षति पुर्याउने असर गर्ने काम गर्दैन। तर अब यही रूपमा पहाडी क्षेत्रमा अथवा नदीको माथिल्लो बेल्टमा पानी पर्यो भने नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई समस्या पर्न सक्छ। नदीको डुबानमा कटानमा पर्ने जोखिम हुन्छ। त्यसैले हामी अहिले डराउन पर्ने अवस्था भने होइन। तर तपाईँ हामी जो नदी किनारका बासिन्दाहरू छौँ, तपाईँ हामी सबैजना सतर्क रहन भने अवश्य पर्छ। र हामी जस्तो पाए त्यस्तै मिडिया भन्दा पनि अलिकति आधिकारिक मिडिया हेर्ने बानी बसाल्यौँ भने हामी विपदको समयमा सुरक्षित हुन सक्छौँ र सही सूचना पाउन सक्छौँ। धन्यवाद।